पामे होइन के हो गोकार्ट होइन गोकार्टमा जाने हो हाम्रो साथी आशिक पनि जान्छन् आज तिनी चाहिँ अब बुढेजन भेटौँ भनेको यही रहेछ त ल ठाउँ होइन दामी छ यो अब चाहिँ यो फर्महरू भर्नु पर्दो रहेछ होइन जस कन्सेन्ट के अब प्राइसिङ चाहिँ अलिक महँगो हो कि जस्तो चाहिँ लाग्छ है सिङ्गल फर्स्ट के अरे 10 मिनटको 800 काउन्टर यहाँ छ होइन ओके सो हामीले चाहिँ यो 15 मिनटको 1000 रुपियाँ 3000 मा 3 रुपियाँ कम ओके आमा साथीहरू वाइल्ड खेल्दै रहेछ नि सही हो आमा खतरा एक्सपर्ट है साथीहरू लगाउन दिनु हुँदो रहेछ होइन यो चाहिँ जेस हेलमेट धेरै युज गर्छ नि त त्यही भएर अनि हाम्रो डल्ले भएको कपाल खै ओके सो ब्रदर वेलकम छ हजुरलाई मेरो च्यानल पोखराको मान्छे हजुर यो डिरेक्सन के हामी नि उहाँ माथि गएको नि त यो अलिक उसी नरहेछ कि मतलब बोर्डै नरहेछ यता गोकाट भनेर ए हलनचोकबाट राइट आउने होइन अनि राइट आउँदाखेरि ठ्याक्कै यो माउस किचननिर ठ्याक्कै ठाउँ छ मतलब उभिने ठाउँ मतलब कच्ची रोड छ कच्ची त्यसबाट अलिकति माथि उकालो रहेछ कि अलिक कन्फ्युज रहेछ कि त्यहाँ बोर्ड नरहेछ नि त बोर्डहरूको त्यो चाहिँ प्रोभाइड गरिदियो बोर्ड छ तर पोलमा छ कि यो हो र मतलब खम्बामा छ अनि यो चाहिँ कति भयो सञ्चालनमा आएको यो 3 वर्ष भइसक्यो हो मन नयाँ हो तर 3 वर्ष भइसक्यो अनि आज चाहिँ अलि यहाँ छैनन् है मान्छेहरू मतलब बिहान भइसक्यो अहिले चाहिँ पानी परेर एकछिन सुक्खा भयो अहिले भर्खर पनि खेलेर जानुभएको थियो यस दैनिकीमा चाहिँ कति हाराहारीमा आउनुहुन्छ मान्छेहरू दैनिकीमा धेरै भने नि अब हुन्छ त्यस्तै 10-15 कटेको हुन्छ ए त्यस्तै अलिक फेस्टिभ सिजनमा चाहिँ बढी आउँछ हजुर अनि प्राइसिङ चाहिँ अलिक महँगो हो कि जस्तो लाग्यो कि हामीलाई प्राइस अब त्यो जस्टिफाइबल छ कि तपाईँहरू के अनुसार तपाईँहरू अलिक थाहा होइन गाडी हेरे अनुसारमा अब यो उसहरू हेरे अनुसारमा ठिकै हो पेट्रोल सेट्रोल यताउति खाएर हुन्छ एकदम धेरै खान्छ कि पेट्रोल हजुर पेट्रोल पनि ठिकै खाइरहन्छ भन्ने अब गाडी चाहिँ अलिक महँगै हो जे भए पेट्रोल खाएकै हुन्छ हजुर यो खेल्दाखेरि चाहिँ होइन हजुर अलि मतलब इन्जोर्ड हुनुभयो होला नि कति त्यस्तो केही छैन यो अहिलेसम्म चाहिँ रेकर्ड छैन अनि यो चाहिँ त्यो चलाउँदा नि अलिक सजिलै हुन्छ अरे भन्नुभएको थियो है माथि हजुर तपाईँले चाहिँ जति स्पिड जति स्पिड कुदायो त्यति नै स्टियरिङ चाहिँ इजी हुन्छ क्या ए हजुर मान्छे दियोस् फर्स्ट एकदम हामी नै फर्स्ट हो नि त हजुर फर्स्ट हो नि त्यति अनकम्फर्टेबल चाहिँ हुँदैन ओके थ्याङ्क यू ब्रदर यो राइटको चाहिँ एक्सिलेटर लेफ्टको चाहिँ ब्रेक है यो एक्सिलेटरलाई चाहिँ सुरुको 2-3 राउन्ड चाहिँ नन स्टप प्रेस नगर्नु थोरै कि सुरुमै नन स्टप प्रेस नगर्नु चलाउँदाखेरि यो एक्सिलेटर र ब्रेक चाहिँ एकैचोटि प्रेस नगर्ने एउटा प्रेस गर्दाखेरि एउटा छोड्ने एउटा प्रेस गर्दाखेरि एउटा छोड्ने यो चाहिँ झुक्केर नि गर्नु झुक्केर नि गर्न भएन यो चाहिँ दुईटै एकैचोटि प्रेस गर्न हजुर मिस्टेक नि भयो गाडीको जस्तै हो क्या ब्रेक हान्दा एक्सिलेटर छोड्नु पर्यो एक्सिलेटर हान्दा ब्रेक थोरै छोड्नु पर्यो कि बुझ्नु भयो नि उल्टो रहेछ कतै ठोकिहाल्यो भने चाहिँ यस्तोमा खुट्टा नहाल्नु यसलाई प्रेस दिने काम नगर्नु है बुझ्नु भयो बुझेँ कतै रोक्नु छ भने नि फ्री छोडिदिने कतै ठोकेको लागि फ्री छोडिदिने आफै रोक्छ हजुर आफै रोक्छ कि के हो चलाएन भने त आफै रोकिन्छ नि यो नअठाउने यो मात्र अठाइदियो भने यो एक्सिलेटर है हरियो एक्सिलेटर त्यो ब्रेक होइन यो एक्सिलेटर यो ब्रेक फेरि म गाडीतिर गएँ तपाईँ जस्तै अब गाडी यहाँ लिएर पनि भएन रोक्नु भयो यसलाई प्रेस दिएर बसिरहने होइन कि यसलाई प्रेस छोडिदिने कि ए ब्रेक चाहिँ हजुर ब्रेक मात्रै प्रेस गर्ने बुझ्नु भयो नि है हजुरहरू चाहिँ एकअर्कामा ठोक्काउन पाउनुहुन्न है तपाईँहरूको 4 चान्स हुन्छ त्योभन्दा बढ्यो भने चाहिँ खेल्न पाउनुहुन्न बुझ्नु ल बस भयो यस्तो रुल ओके ब्रदर दामी wait Woo!
ल ल ढिक्छ ढिक्छ पहिला 40 स्पिड लाग्यो if I want it. Gotta make to myself a promise. I won't quit, keep going till I got it. I won't give up till I'm on top. Yo! Woo! I'm doing this. Kaya apa juga? ल छैन हो कि त्यो राखेको एकचोटि बनाउनु अझै बिस्तारै चलाउनु पर्यो To give up. If I do something, man, I do it till I get what I want. I turn a business out of nothing into something I love. I got a poker face, but honestly, I'm not one to bluff. I flip a switch, never miss. Puri ke ta expert bhaisakyo yaar. Brother. Oh, mic exchange गर्ने उता साथीले खिच्छन् के यो के यो हेलमेट एक्सचेन्ज गर्ने है आमा कडा भाङ ठोकेर यस्तो के खेल्दाखेरि कतिको यस्तो ठोकिन्छ म जस्तो अघि धेरै ठोकिरहेको हुन्छ पुड्केको अब पुड्के एक्सपर्टमा ओ एक्सपर्ट के एक्सपर्ट वाइन खान्थ्यौ के के This life ahead of you ain't easy, it was built to be rough. But that's what makes a personality, is tragedy, bruh. So keep your head on your shoulders. Now we ain't out here moving rocks, we out here moving boulders. Now we ain't getting posterized, we out here making posters. And we ain't got nothing to hide, we move forward like soldiers. You better wake up for the pay stub, or you'll pay up. Don't make love to the game, bruh, fuck the game up. Change up, rearrange stuff to your greatness. सक्यो केटा हो वाल अँ त नि त डेन्जर रन्काइदिएको थियो रमाइलो भयो होइन डेन्जर रमाइलो हुँदो रहेछ त्यस अनुभव भयो न 15 मिनटसम्म त्यस स्टाफहरू पनि यहाँ एकदम हेल्पफुल हुनुहुन्छ केही अलिकति ठोक्किने होइन ब्याक गर्न अलि मिल्दैन ब्याक गर्न अलि त्यही नमिल्दाखेरि ट्याक्क आइदिनुहुन्छ होइन जस सपोर्ट गरिदिनुहुन्छ एकदम जस निगरानी गरिरहनुहुन्छ कि यताउता यो ट्र्याक पनि यो देख्दाखेरि चाहिँ खासै उस देखिन है तर आमा चलाउँदाखेरि त बाफरे खतरा राउन्ड हुँदो रहेछ दामी राउन्ड हुँदो रहेछ होइन अनि त्यही हो अब गर्दाखेरि कहिले काहीँ मिस्टेक्स हुन्छ होइन फर्स्टमा गर्दा तर म त थाहै नभएको कि त्यो एक्सिलेटर कतिखेर दबाएर ड्याङ ठोकिँदाखेरि त ल पछि सो यहाँ देख्न सक्नुहुन्छ नि यहाँ यो पुरै त्यही भएर त होला है यस्तो सब त्यो के जति पनि त्यहाँ जस म रोटेको ठाउँमा त्यहाँ छन् नि होइन सब जस
मिस्टेक गरेर जान्ने हो त्यही भन्ने हो होइन तर पुड्केले चाहिँ जे उनले चाहिँ कार चलाइरहेको होला सायद उता त्यो भएर हिँड्न चाहिँ खतरै गरिदियो यार हिँड्न चाहिँ भवाले गरिदियो कि स्टोल द सो भन्छ नि स्टिल द सो स्टोल द सो र यही हो सबै अब चाहिँ यस रमाइलो भयो तपाईँले आउनु होला इन्जोय गर्नु 15 मिनट हुँदैन 10 मिनट भयो भने इन्जोय गर्नु रमाइलो छ कस्तो रहेछ भनेर चाहिँ अनुभव गर्नु कि एकचोटि यही थियो दामी Alright guys. If you got no time, work smarter than ever. Don't ever let them tell you that you can't ever say never. And turn your mind into the truest of go-getters.